राष्ट्रिय पोषण लेखाजोखा अभियानमा आज मैले मेरी छोरीलाई पनि सरिक गराएँ र त्यहाँ उनको पोषण अवस्थाको जाँच भयो। त्यहाँ उपस्थित हुनुहुने स्वयंसेविकाज्यूहरूलाई मैले विभिन्न प्रश्नहरू सोधेँ र उहाँहरूको अनुसार चाहिँ यो अभियान देशैभरि नै सञ्चालन भएको हो, तर धेरै ठाउँमा गर्नुपर्ने भएको हुनाले यो चाहिँ स्टेज अनुसारले अगाडि बढ्नेछ र आज तपाईँहरूको वडा या तपाईँहरूको स्वास्थ्य चौकीमा छैन भने त्यो चाँडै नै आउनेवाला छ, सम्पर्क गरिरहनु होला। जस्तै अहिले चितवनको पनि धेरैवटा इलाकाहरूमा धेरैवटा पालिका वडाहरूमा यो कार्यक्रम भइरहेको छैन, तर अर्को हप्ता फेरि त्यतातिर शिफ्ट हुनेछ, त्यतातिर पनि सुरु हुनेछ। त्यसरी नै काठमाडौँको तपाईँहरूले एउटा वडा या एउटा स्वास्थ्य चौकी मात्र होइन कि विभिन्न ठाउँमा सम्पर्क राख्नु होला, एउटा न एउटा ठाउँमा पक्कै नै भइरहेको छ। आज शनिबारको दिन पनि त्यहाँ स्वास्थ्य चौकीमा चाहिँ जाँच भइरहेको थियो। कुनै स्वास्थ्य चौकीमा हुन्छ भने कुनैमा चाहिँ शनिबार र आइतबार हुँदैन। सो तपाईँहरूले सोमबार जानु भए पनि हुन्छ। सबैभन्दा राम्रो भनेको चाहिँ आफ्नो नजिकका वडाहरूमा सम्पर्क गर्दा तपाईँहरूले ठेट जवाफ पाउनुहुनेछ। मेरो छोरीको पोषण अवस्था एकदमै राम्रो भएको थाहा पाउँदा एकदमै खुसी लागेको छ। मेरी छोरीको भविष्यमा पनि स्वास्थ्य राम्रो रहिरहोस् भन्ने हेतुले त्यहाँका स्वयंसेविकाहरूले हामीलाई यो बाल भिटा पनि दिनुभएको छ, जसको बारेमा चाहिँ एउटा छुट्टै भिडियो बनाउने छु। त्यसैले आफ्नो वडा वरिपरि स्वास्थ्य चौकी जहाँ जहाँ जानुपर्छ जानुहोला आफ्नो बालबालिकाको लागि र 15 गतेदेखि 30 गतेसम्म चलिरहेको यो कार्यक्रममा यो अभियानमा चाहिँ आफ्नो बालबालिकालाई सरिक गराउन चाहिँ नबिर्सिनु होला, नछुटाउनु होला। धन्यवाद। जय नेपाल।